गाइज वेलकम ब्याक टु माई ब्लग। अनि आज चाहिँ हामी यहाँ ड्राइभिङ सेन्टरमा आइसक्यौँ। अनि समन दाई चाहिँ 8 घुमाउँदै हुनुहुन्छ होइन। अनि म चाहिँ यहाँ बसेर हेरिरहेको छु। अब हामी चाहिँ यहाँ बाइक सिकेर शिक्षा दिदीकोमा जानुपर्ने हुन्छ है। एकछिनमा शिक्षा दिदीको प्रोग्राम छ आज, अनि त्यहाँ जानुपर्छ। अब यहाँ 8 घुमाउँदै हुनुहुन्छ दाई, त्यसपछि म घुमाउँछु। अनि त्यसपछि हामी निस्किन्छौँ। शिक्षा दिदीको भन्दा पहिला चाहिँ हामी सन्दिनाका जान्छौँ होला। अनि आज चाहिँ यो ड्राइभिङ सेन्टरमा धेरै मान्छे रहेछ है, धेरै भिडभाड छ, घुमाउनलाई नि गाह्रो भइरहेको छ। यता हाम्रो बाइकहरू पनि कति धेरै छ। राति चाहिँ यस्तो लाइटनिङ नि बल्दो रहेछ है। अब चाहिँ हामी यता ड्राइभिङ सकिसक्यो। अब हामी चाहिँ सन्दिनाका जान्छौँ, अनि त्यसपछि शिक्षा दिदीका जान्छौँ। दाईले बाइक सिकाउनु भएको थियो, अनि समन दाई चाहिँ अब स्कुटर चलाउनुहुन्छ, राइडर भइसक्यो समन दाई नि। हामी चाहिँ अब दाईलाई बाई बाई भन्छौँ। बाई बाई दाई। अब हामी चाहिँ आफ्नो घरतिर जान्छौँ। यताबाट चाहिँ हाम्रो घर जाने हो। अब यस्तो आज कति धेरै गाडीहरू पनि चलिरहेछ। हामी चाहिँ सन्दिनाको घर तल पुग्यौँ है। अब उसलाई फोन गरेर तल बोलाउँछौँ। भर्खरै सन्दिनालाई फोन गरेँ होइन, ऊ चाहिँ के अरे खाना पुगाइरहेछ अरे। समन दाई चाहिँ हेर्छ कुरिरहनु भएको छ, डोना नि घर गइसक्यो अरे। अब चाहिँ हामी हाम्रो घर जान्छौँ होइन। अनि लुगा बोकेर चाहिँ शिक्षा दिदीको प्रोग्राममा जान्छौँ। अतिथिको रूपमा उपस्थित भएर साथ सपोर्ट गर्नुहुने सबै अतिथिप्रतिमा हार्दिक धन्यवाद दिन चाहन्छु। यो चाहिँ मेकअप कम्पिटिसन भयो होइन। कम्पिटिसनको लागि अब हामी ठुकुना ब्लग प्रदान गर्दैछौँ। हामीले चाहिँ टोकन अफ लभ पाएका छौँ होइन। यो टोकन अफ लभ हेर्न सक्नुहुन्छ तपाईँले। टोकन अफ लभ यहाँ दिदीहरू दाईहरू आउनु भइरहेछ। अब फोटो खिच्ने भनेर आइरहनु भएको छ होइन। अब हामी चाहिँ यता फोटो सुट गर्छौँ। अनि त्यस्तो पछाडि एकछिन पछितिर अब प्रोग्राम सकेपछि चाहिँ हामी घर जान्छौँ। हामीले चाहिँ खानासाना खाएर घर जान लागेछौँ। यो चाहिँ मेरो टोकन अफ लभ हो। देखेन टोकन अफ लभ। अनि सबैजना अब घर जान लागेको छ नि, बाई बाई भनेर म जान्छु। सो आजको ब्लग यहीँ इन्ड गर्छु।